के फल्यो त सन्तुष्ट नि होला यो त अझै निस्केको छैन नि त दाना छिटेको छैन अझै दाना थियो देख्नुहुन्छ नि दाना छिटेको झरेर हुन्छ त्यही ऊ त्यो मैले ल्याएको जस्तो यो एउटै हो कि हजुर फलाइ चाहिँ राम्रो छ फेरि मल हाल्नु पर्छ नि है पाकेको मल हाल्नु छ यसलाई यस्तो छ नि अब यो पालि यो छ नि यहाँ ठ्याप हाल्नु छ नि यसै टुसा उँभो आउँछ अलैँचीको चाहिँ नि तिमीले जहाँ मल हाल्यौ नि यो उँधोको यो झ्याङ पल्टिन्छ यहाँ मल हाल उँभो आउँछ है अर्को पालि यहाँ आउँछ मल यसरी आउँछ अन्त मान्छेको भनाइ चाहिँ मल नखानु के भन्छ त्यसो भन्दै थियो पोखरीमा चाहिँ भनाइ मात्रै हो सब मल हालेको राम्रो छ यत्रो झ्याङले फलेको हो नि त फलेको हेर त कान्छ बनाइराख ल अलैँचीको चाहिँ यस्तै छ पत्थर यहाँ अर्को हुन्छ फेरि अर्को हुन्छ जनावर हुन्छ तर र बिटीलाई कस्तो लाग्यो यो अलैँचीको विषयमा यो शरीरलाई त बडा राम्रो फलेको छ हेर्दैछु फसल हजुर अब यसको त्यसको बिजनेस त के छ भने विमल हजुर रोपेको अब यो कुदै जान्छ जति छिप्यो नि हजुर यसको यो टुप्पा कुदै जान्छ अब यो अझै यसको टुप्पामा लागेकै छैन दाना लागेको छैन त कति यहाँ लागेको छैन यो दाना लागेपछि त फक्रै नि त निकै चाहिँ झपै देख्छ त्यहाँदेखि चाहिँ झम्म हुन्छ फेरि यी मल हालेन भने चाहिँ लु हेर बिमल त्योभित्र यो मैले खाँट दिएको हो यसलाई मल चाहिँ कसो गाईको मल पाकेको एकदम पाकेको हाल्नु पर्यो एकदम पाकेको मल चाहिँ झ्यास जुस होइन हजुर पुरा केलाएर हजुर झ्यास मल धुलो मात्रै धुलो मल पचेको मल जसमा कि कम्पोस्ट जस्तो कम्पोस्ट जस्तो हो हजुर त्यो मान्छेको भनाइ मात्रै हो हजुर मल नहाल्नु लु यो हेर लु हेर मल हालेको होइन भने माटोले मल हालेको जस्तो लाग्छ चाहिँ मैले भनेको थिएँ मैले त 2 साल भयो कन्टिन्यू यो त पोहोरको बिजन पर्छ हौ पोहोर गरेको हजुर झ्याङ काटेर रोपेको कि हजुर अब पोहोर साल अब योपालि 2 सालमा फल्यो 2 सालै हो त्यो ऊ यताको पनि पोहोरकै मिलेर पोहोरकै हो है मल चाहिँ हाल्नै पर्छ मल बेगर हुँदैन तर मल चाहिँ पुरा पाकेको चाहियो पचेको है त्यो झ्यास जुस होइन अन्त मल चाहिँ हाल्दाखेरि यस्तो यो उठेको हुन्छ नि यो फेद हजुर यो देख्यो नि फोटो गाना उठ्यो अब यसलाई यहाँ मल हालिदिनु कि अब यसले टुसा यता फ्याँक्छ यसले पनि अब यो बाहिर आएकै हो यता टुसा उँभो आउँदै गर्छ उँधो पल्टिँदै जान्छ उँभो टुसा आउँछ ज्याङ बढ्दै टुसा चाहिँ कम्ती नि टुसा चाहिँ कम्ती एउटा धोडा यो पोहोरको झ्याङ लु हेर फलेन भन्छ भने यसले एक थुङ्गा दिगो पोहोर गाना काटेको पोहोर गाना काटेको राम्रो छ मनपर्छ म दाना स्मार्ट हुन्छ फलाइ पनि सन्तुष्ट फेरि त्यो जति छिप्यो नि यसको त्यो टुप्पाको कुहिएर जान्छ कुहिएर गएपछि त्यो मार्नै परेन नि आफै झर्ने है अब यो पोहोर साल मैले यति बारीबाट कति 10 डोको टिप्यो हो 10 टिपेको 19 किलो टक्लक्कै 10 डोको सुक्खा नेपाल त अझै बढ्छ भने योपालि अलिक बढ्छ योपालि लगभग 30-35 किलो चाहिँ पुग्छ योपालि डबल पहिले पोहोर यति हिसाब थिएन नि योपालि फसल राम्रो यो पनि राम्रो तर पानी हाल्ने विधि फेरि मेरो अर्कै छ यहाँ छ पानी हाल्ने बिमललाई देखाएर अरू खेतीवाला भन्छौ कि मामासँग ट्रेनिङ गर्नुपर्छ हुन त पर्छ कि तर यहाँ सन्तुष्ट नभएर क्या पानी हाल्ने सिस्टम चाहिँ यो हो यसरी चाहिँ ए छेडेर यहाँ छेडेर अब तिम्रो एकै ठाउँ भयो नि यो थाङ्नाले ठ्याक्क बुझाइदियो यसरी पाइप छेड्यो कि जग्गा जग्गामा यसरी त्यसको उयो पाउँदो रहेछ नि तपाईँको यहाँ कट्ट गाड्ने क्या पारी त्यसरी लाग्छ कि त्यस्तो भयो भने त्यहाँबाट चाहिँ ड्रप मात्रै दिँदो रहेछ 24 घन्टा ड्रप हुँदा चाहिँ एउटा झ्याङलाई चाहिँ भयो यो चाहिँ त्यो सिस्टम रहेछ मैले चाहिँ के गरेँ 20 फिट लामो छ नि यो पाइप अन्त यस्तो दुलो बनाएको थिएँ त्यही फुटमै त्यहाँबाट यसरी उठाइदियो झ्याङै पछि चाहिँ आइरहने यसको त मुनि खालि 2 फिटमा रहेछ मुनि चाहिँ पातमा होइन कि फेदमा त्यो चाहिँ मैले के विचार गरेको भने पहिला अलैँचीको पानी हाल्दा माथि पानी हाल्यो नालीबाट कसले भेट्थ्यो कसले भेट्थेन अलैँची मर्थेन अहिले चाहिँ स्प्रिङ्कलरले माथिबाट हालिदियो
त्यो घामले डढेन क्या तातो र चिसोले डढेपछि त्यो आयो र यो सिस्टम चाहिँ हेरेर खाइ र योपालि ल्याउनु भएको यो सिटको नाम चाहिँ के पो यसको नाम चाहिँ